उहाँ स्वयं मेरो खारिजी गर्नलाई अध्यक्षजी आफै आउनुभयो, बहस भयो, तर खारिजी भएन। अब अहिले उहाँ छिर्न दिनुहुन्न मलाई। अब के गर्नुहुन्छ तपाईँ? होइन, अब हामी न्यायिक लडिरहेका छौँ, के गर्ने? हामीसँग त आधिकारिक पेपर छ, हामीसँग आधिकारिक सोध्नु पर्यो के गर्नुहुन्छ उहाँले भनेर। अब आधिकारिक उहाँ तपाईँहरूले हामीलाई सोध्नुभन्दा पनि अदालतको निर्णय मान्ने कि नमान्ने उहाँलाई सोध्नुहोस् न, अध्यक्षलाई सोध्नुहोस् न, मन्त्रीज्यूलाई सोध्नुहोस् न। ठिक छ, उहाँहरूले भन्नुहुन्छ हामी अदालतको निर्णय पनि मान्दैनौँ भनेर भन्छौँ भने ठिक छ, लेखेर दिनुहोस्, हामी जान्छौँ। लडाइँ हुन्छ होइन, क्लियर छ कुरा क्लियर। तपाईँ हेर्नुहोस्, प्रतिनिधि सदस्यको रूपमा भाग लिनबाट रोक्ने कार्य नगर्नु नगराउनु, त्यो अब तपाईँलाई लाग्छ फेरि हो क्लियर छ। होइन भने होइन भन्दै भए सकिहाल्यो। यही लिखित रूपमा दियो भने हुँदैन, कार्ड लुकाएर त्यसरी त पाइँदैन नि त। यहाँको चिपको हो आउँदै आउँदैन भित्र, अब लुकेर बसेको छ, आउँदै आउँदैन। यो अहिले जुन सेक्युरिटीको उसबाट हामीलाई रोकिरहेको छ। रुपेश कार्ड एकछिन जिउलाई यहाँ बस्छ न। कसलाई गरेको छ, जेलमा पनि गरेको छ, कहिले यो देशले सर्को पार्छ? एउटा सानो फुटबल जस्तो पनि के भन्छ सही तरिकाले पुलिस ल्याएर रङ्गशालामा गेम हुँदा यति पुलिस आउँदैन बरु। होइन हामी बी डिभिजन खेलिरहेको छौँ, त्यहाँ कुनै मतलबै छैन। लाहौरी हिसाब किताबमा फुटबल भइरहेको छ। अनि यहाँ चाहिँ बाहिर निक्लिनै पर्दैन अध्यक्ष र महासचिव।